ल सुरु यसरी कुट्नुपर्छ है अलि बाङ्गिमै रहेछ ढिकी है ढिकी अब यस्तो छ कि अब कति वर्षपछि कुट्न पाइयो होला ढिकी भयो होला धेरै वर्ष कुट्नु पर्यो कस्तो मजा आउँछ है अब यो चाहिँ यो लोभदै गयो क्या ढिकी अब दाजुले ढिकी कुट्ने दिदीले छिन्किने पिठो छिन्किने सेलरोटी पकाउने यो फेरि मौका मिलिहाल्छ है कस्तो रहेछ ल चट 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 छिन्किनुहुन्छ दिदीले त बिर्सिनु अरे उता मुख हेर्नु उता एकछिन हेर पो हुन्छ केलाउँदै उता ठुलियामा पनि ठुलियामाले के भन्दै हुन्छ सुन बुढी मान्छे 86 वर्षको मान्छे गान खर्छ ठुलियामा यहाँ आउनु त एकपल्ट ढिकीमा ल यहाँ राख्नु अब 86 वर्षको मान्छेले ढिकी कुटेको चाहिँ संसारमा कहीँ देख्नुहुन्छ यहाँ पाइयोला कति बलियो हुनुहुन्छ यहाँ निरोगी बलियो यो कहिले पनि हराएर जाने छैन यस्तो राम्रो ल ल कति बलियो हुनुहुन्छ ल आफै विचार्नुहोस् उहाँकै खुट्टाले बुङ्लुङ बुङ्लु कुटिया ल ल भयो यस्तो राम्रो ला है यो हाम्रो चाहिँ माल्लाको छोरी हुनुहुन्छ यहाँलाई चिनिनु होइन यहीँको छोरी हो म ए यी नानी हजुरको छोरी मेरो नानी त मेरै छोरी हो ल ठिक छ मैले पनि सानो देखाउनु पऱ्यो नि त होइन म हो भन्ने कुरो अब हामी त अब यहाँ कुटेको न दाइ भाइ दिदी भतिजाहरू भइगयो नि कस्तो राम्रो लाग्यो म यहाँ यो चाहिँ के हो भनेपछि मकैको सुली राखेँ अब यो यहाँ चाहिँ मकै भदौमा मकै भाँचेर ढ्याङ ढ्याङ थुपारेको माथि यहाँ यो हाम्रो चाहिँ मेरो किस्ने भाइको छोरो झकास सानो बच्चा थियो यो यस्तो ठुलो भएको चाहिँ खै यता हेर त होइन नि यो मेरो धुरु भाइको छोरी दसैँ मनाउन आएका सबै हामीलाई खुसी लाग्यो हाम्रो यो कृष्ण भाइको घर हो हामी अर्ग्यानिक घरमा आइयो अर्ग्यानिक ढिकी कुद्न पाइयो है यी दुई बहिनी यहाँ खडा भएछन् यसरी है अनि यहाँ तुलसीको बुटो छ ल हाम्रो ठुली आमा चाहिँ 86 वर्षको हुनुहुन्छ बिहान बिहान उठेर सारी धुनु हो त्यहाँ अनि कस्तो पावर रहेछ ठुली आमाको यहाँ चाहिँ अब कस्तो मजा केराको बोट ल अनि यहाँ चाहिँ मेवाको बोट पनि छ अनि यो चाहिँ लौकी पनि यहीँ छ अब यहाँ आएर यहाँ कुकुर भुकिएको थियो अब भुक्दा बिरालो आइरहेको छ बिरालो अब यहाँ चाहिँ भैँसीले लाएर घाँस खाँदैछ लाएर कति बजाले ओ अर्को भैँसीले हेर मलाई है भने आउँछ यसलाई स्वागत गर्यो क्या मेरो फोटो लिँदैछन् भन्ने पर्छ यता पाठा छ दुईवटा यस्तो यस्तो पालेपछि अर्ग्यानिक पनि भयो रमाइलो पनि भयो अनि ताजा खान पाइयो अर्ग्यानिक खान पाइयो यो बिरालोले मेरो फोटो खिच्दैन छेउमा आइपुग्यो म्याउ 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 म्याउ
अलिक खुसी भयो है। यहाँ दाउरा पालेका काटेका छन्। ए घाँसको डोको यहाँ छ। ए भकारो यहाँ छ। यो चाहिँ मोल अब पछिको पिँढीहरूले भकारो सहर केही देख्नै पाउनु। यस्तो राम्रो छ। रमाइलो लाग्यो मलाई। धान खेत यहाँ भर्खरै धान खेतमा धान फलेको छ। पाक्ने बेला अलि भएको छैन। भएको रहन्छ। अब यो हरिहरी देख्छु मैले। यहाँ माथिको डाँडो कुन ऋषि रहेछन् तिनको नाम मलाई याद भएन। तिनले तपस्या गरेको ठाउँ हो। यहाँ पनि ठुलो मन्दिर बन्दैछ। बागलुङको पञ्चकोट भन्दा पनि ठुलो मन्दिर बन्दैछ भन्ने सुनेको छु। यो बेलाउटीको बुटो अम्बाको। यहाँ गाउँहरूमा के को कमी छ? घर घरमा धारा आएको छ। अनि घर घरमै चाहिँ सबै घाँसपात एकदम आउँछ। ए कुकुर यहाँ बाँधेर राखेको छ। ए वाह यो कुकुर यस्तो छ। हिजो भुकीको खिच्नु पाला भनेको। यहाँ धनसार छ। धनसारमा अर्को भैँसी रहेछ। यो के को बुटो हो यो? यो चाहिँ यो पनि घाँस भैँसीले घाँस खाने बुटो हो। ल कुकुर पाल्ने अर्को ठाउँ पनि छ। कुकुर गोठ। सिमी लहै फलेको छ। यो बिसारिन हालेको सिमी कति ताकतवार हुन्छ। 86 वर्षको मान्छेले ढिकीबुटीको देख्नुभयो। यिनै खाएर चाहिँ कुट्नु भयो। अर्ग्यानिक खाएर। यो फुल यहाँ छ। यो गौरियाको धान यस्तो महँगो बसाएको छ। अब यसको भात चाहिँ कस्तो बसाउँछ नि साध्य नै छैन। बाँसका बुटाहरू यहाँ छन्। ल यो माछा पालन गरेको छ भाइले। ट्राउट माछा होला। यहाँ घरकै मुनिपट्टिबाट बाटो गएको रहेछ। रोड बसको रोड। बेलाउती चाहिँ पाक्नै नदिँदैछ नि। बेलाउती पाकेको त बच्चा अब धेरै छन् नानीहरू। ए बेलाउती कस्तो त लतरम्मै बेलाउती फलेको छ। अनि यो चाहिँ कुबिन्डो फर्सी यस्तो छ। अब यो केराको घारी कति मजाले केरा लागिरहेको छ। पिँडालु यहाँ छ। पिँडालुको गाभा साह्रै मिठो हुन्छ मलाई।